सो गाइस म चाहिँ अफ रोड जाँदैछु। धेरै पछि म यो बाटो आएको आज कस्तो भएको छ थाहा छैन। बाटो चाहिँ लास्टै डेन्जर लाग्छ मलाई। जङ्गलको बाटो ढुङ्गा मात्रै छ। बाटो चाहिँ ठुलो बनाएर चाहिँ तर सबै ढुङ्गा निकालेर गेगराटो मात्रै छ। ओ क्याम हेर्न आएको खोइ त भोलिको छैन कोही पनि छैन त। ओ अम्बा लास्ट डेन्जर हिँड्नु जस्तै बनाएर आएको बाटो र ओइ के बाटो यस्तो यो माई गड मोटो नै काम चाहिँ यहाँ त्यही है ब्रेक हान्नु चिप्लिन्छ ब्रेक नहान्नु सुकेर जान्छ भने डर। माई गुडनेस बाटो चाहिँ लास्टै डेन्जर रहेछ। फर्किनु पर्ने बाटो यही अहिले कसरी फर्किनु थाहा छैन। फर्किन सक्छु सक्दिनँ माई गड। तर सिङ्गल रोड चाहिँ ठिकै हुन्छ। बाटो चाहिँ फराकिलो हो। यो बाटोलाई चाहिँ मेन्टेन गऱ्यो भने त राम्रो हुन्थ्यो होला। मेन्टेन कसले गरिदिने। धन्दा यति बेला चाहिँ यो वालिङ नगरपालिका रसखोला अगडाँडा थापडाँडाको मान्छेहरूले एकदमै पहल गरेर यो बाटो हाम्रो बनकाटासम्म चाहिँ कनेक्सन गरेको छ। त्यसपछि पहिला हामी वालिङ थिएन। हामी त्यति बेला वालिङ नगरपालिका थिएन। हामी त्यति बेला केवरे भन्ज्याङ गाविस थियो। केवरे भन्ज्याङ गाविस वार्ड नम्बर 1 अनि वालिङ नगरपालिका नम्बर 1 थियो रसखोला ताँडा। उनीहरूको पहलमा चाहिँ यो बाटो बनाएर दियोस् यतिको चाहिँ राम्रो बनाएर राखेको छ। धेरै राम्रो छ। यति चाहिँ बाटो चाहिँ खोलिदियो है त्यही राम्रो कुरा हो ठुलो कुरा हो।